धेरैले सोध्नुहुन्छ अचारको मसला अहिले नै किन नराखेको। यही हो स्वादिष्ट कागतीको अचारको सबैभन्दा ठूलो सिक्रेट। हाम्रो स्वादको कागतीको अचार अहिले बनाउने प्रक्रियामा छ। यो कागती भर्खर बोटबाट टिपेर ल्याएको एकदम फ्रेस छ। यसलाई हामी राम्रोसँग पानीले पखालेर सुक्खा हुन दिन्छौँ। त्यसपछि मात्र सुरु हुन्छ हाम्रो कटिङ प्रोसेस। एज यु क्यान सी द्याट हाम्रो स्वादमा एकदम जिनियस चपरबाट कलात्मक तरिकाले कागती काटिन्छ। हावामा कागती फालेर सक्कुको धारमा अड्काउने अनि छप्याक काट्ने यो तरिकाले कागती काट्नु भयो भने मात्र अचार मिठो हुन्छ है। माइन्ड इट। सबै कागती काटिसकेपछि मोस्ट इम्पोर्टेन्ट थिङ इज कागतीको बिउ छानेर निकाल्ने। मिठो खानको लागि मेहनत त गर्नै पर्यो। बिउले अचार एकदम तितो बनाउँछ। सो चुनके बीजको निकालिए। अब यसमा नुन र बेसार राम्रोसँग मलेर सिसाको भाँडामा राख्ने। यसलाई 5 दिनसम्म दैनिक घाममा राखिन्छ। यसले कागतीलाई प्राकृतिक रूपमा इन्फ्युज हुन मद्दत गर्दछ, तितोपन कम गर्दछ र स्वाद अझ बढाउँछ। धेरैले सोच्नुहुन्छ अचार मसला अहिले नै किन नराख्ने, किनभने 5 दिनपछि मात्र यसमा हाम्रो विशेष मसला मिसाइन्छ जसले अचारलाई अझ स्वादिलो, सुगन्धित र लामो समय टिक्ने बनाउँछ। अहिले अचार बनाउने प्रक्रिया जारी छ। तपाईँ पनि ताजा होममेड कागतीको अचारको स्वाद लिन चाहनुहुन्छ भने अहिले आफ्नो अर्डर बुक गर्नुहोस्। अब यो कागती सिसाको कन्टेनरमा ट्रान्सफर गरेर घाममा राख्नको लागि रेडी छ। अचार बनाउने बाँकी अचार बनाउने प्रोसेस चाहिँ पार्ट 2 मा हेर्न नबिर्सिनु होला है त। सी यू।